अझै पुरै निस्कियो होइन आमा कति लामो हुन् खानु पूजा नगरेसम्म के नि खान्ने हौ अरे के नि खान्न पूजा नगरेसम्म Hey guys, welcome back to our new video. आज चाहिँ बिहानै बेबी म उठेर हामी घुम्न जान लाग्यो आज शनिबार है सानो आज हामी ट्याक्कल सब्जी बराई घुम्न जान लाग्यो गाइस आज शनिबार हाम्रो बन्द त्यही भएर है सानो फेरि घुम्न जानु यस्तो खुसी हुन्छ नि यस्तो ह्यान्डसम भएर यहाँ चाहिँ मेरो छोरी हामी चाहिँ टाउन ल्याइपुग्यो टाउनको बजार भाइरल चलाउनु सक्छ बजार भाइरल चलाउनु गाइस हामी चाहिँ छौलीबाट आइपुग्यो यहाँ र यहाँ गाडी पार्किङ गरेर हिँड्यो यहाँ हाम्रो मम्मीको साथी भेटेर फेरि भिडियो बनाउनु पाएन अहिले देखाउनु लाग्यो होइन मम यस्तो खोज्दै पाइन्छ पुन्जी फेरि यहाँ बसेपछि हेर्दै है गाइस हामी यहाँ घुम्न आएछौँ है राम्रो भएर साइन भयो त गाइस यहाँ चाहिँ जुत्ता यसरी पोको पारेर राख्नुपर्छ यहाँ हाम्रो गाइजहरू यहाँ छन् कुन्टु ल गाइज माछा यहीँबाट खग्यो खोज्दै माछा हेर्ने माछा गाइज हामी चाहिँ छाप्दी बडा मन्दिर आइपुग्यो है ऊ माछी हो गाइज हामी चाहिँ यहाँ छाप्दी बडा मन्दिर आइपुग्यो मन्दिर यताबाट हो मन्दिर आइपुग्यो मन्दिर हामी सपरिवार मिलेर छाप्दीबडा पूजा गर्न आइएछ छाप्दीबडा मन्दिर यस्तो छ यहाँ गाइस हामी चाहिँ यहाँ माछा हेर्न आएका भन्नु है कहाँ बेबी माछा त्यहाँ छ है यहाँ छ माछा कति ठुलो अरे बेबी माछा ठुलो छ है ठुलो माछा छ है नानालाई फोन बेबी हेबु सानो हेर मम्मानु छ नि हेर त मम्मीले हेर्नु फोटो खिच्दिनु नि त्यहाँ यहाँ चाहिँ हामी यसरी पूजा लाइन बस्छ हाम्रो मन्दिर चाहिँ यहाँनिर छ जाने लाइन चाहिँ यस्तो लामो छ देवी यहाँ पूजा गर्नुलाई आफै समातेर हिँडेर डोली खानु पूजा नगरेसम्म के नि खान्ने हौ अरे के नि खान्न पूजा नगरेसम्म होइन नगरे यस्तो छ छोराको पारा मछलीहरू यहाँ धेरै छन् कुन्टी चस्मा लाएर यस्तो हिरोहरू बसिसक्ने छ र पूजा नगरिकन के पनि खान्न अरे लो यत्रो कुन्टी पाएको
गाइस हामीले चाहिँ अब पूजा गरी भयो यत्रो लाइन बसेर बल्ल बल्ल अब हामी टिका लाउन आएको यहाँ कुना पनि यहाँ परेर सिङ्गै खाइदिन्छ हो अब हामी टिका लाउनु पर्छौँ है कोतलाम कोतलाम त्यो अझै आइपुगेन नि बाहिर पुरै ला अब हामीलाई दर्शन दियो हामीलाई हो अझै पुरै निस्कियो होइन कति लामो हुन् गयो भित्र फेरि यहाँ ले बाबु पैसा यहाँ मेरो मम्मीले टिका लाउँदै हुनुहुन्छ मेरो बेबीको ल यहाँ टिका लाउँदैछौँ है गाइज अब सक्यो टिका लगाएको छु गाइज हामी चाहिँ भित्र बत्ती बालेर निस्क्यो अब यहाँ बाहिर बत्ती बाल्ने यहाँ कुखुरा काटेको रगत बाहिर अब त्यहाँ गएर बत्ती बालिन्छ बेबी बेबी कस्तो लागिरहेको तिमीलाई घुम्न आउँदा रमाइलो भइरहेछ बाबा त्यहाँ ल बत्ती बाल्नु यताबाट निस्किने हो गाइस आज हामी छाङ्गीबाट आएको एकदमै रमाइलो भइरहेछ यहाँ चाहिँ यस्तो मजाको यो छ भने त्यस्तै गरी हेर्नु माछाहरू कस्तो दाम माछा रहेछ उहाँ त कति ठुल्ठुलो माछाहरू थियो उहाँ अजी र बाबा मम्मी बाबु भएर घन्टी बजाउँदै हुनुहुन्छ मैले पनि यसरी बजाउँदैछु एकदमै रमाइलो ठाउँ छ हजुरहरू पनि आउनुहोस् हेर्नुहोस् त कस्तो दाम चाहिँ यस्तो गर्दै सानो मेरो छोरीले चाहिँ यस्तो गर्छ यति सानोले पनि अहिलेसम्म केही खाएन 9 साढे 9 भइसक्यो पूजा खाने भनेकी छिन् घन्टी बजाऊ सानो घन्टी बजाऊ ल हेर्नुहोस् यसरी घन्टी बजाउँदैछन् गाइजहरू मेरो छोरीले यसरी घन्टी बजाउनुहुन्छ यस्तो माछाहरू छ त्यहाँ एउटा फोटो खिच्दै हेर्नुहोस् त यो छाङ्दी बरामा तपाईँहरूको लाइन हेर्नुहोस् त राम यहाँबाट यस्तो गरेर गर उहाँबाट गर त्यहाँबाट यसरी घुमेर यसरी आउने हामी त घुमेर नि आइसक्यौँ हामी चाहिँ घुमेर नि आइसक्यौँ हामी चाहिँ छिटो आज हामी यहाँ मन्दिरमा 7:30 बजे आइपुग्यौँ है मन्दिरमा चाहिँ 7:30 बजे आइपुगेको थियौँ हामी वहाँबाट 5 बजेर कति मिनटमा हिँडेको थियौँ 2 घन्टामै आइपुग्यो लाइन हेर्नुहोस् त राम कति बेला सक्ने बेला अब चाहिँ हामी जाँदैछौँ बन्दीपुर ल हेर्नुहोस् यहाँ हाम्रो बेबीले यसरी माछालाई चारो हालिदिन्छ अघि छोड्नु ल छानुले चाहिँ माछालाई चारो हाल्दैछिन् हाला सानो मम्मीले हेर्नुहोस् यता जाऊ ल गाइस अब हाम्रो सक्यो अब हामी फर्क्यौँ लाइन कहाँसम्म छ हामी यहाँदेखि फर्स्टमा आउने थिएँ आमामा लाइन घुमेको हामी चाहिँ फाइनलमा फर्क्यौँ है त साथीबाट यहाँ बाबा र छोरा चाहिँ त्यहाँ हिँड्दै हुनुहुन्छ मम्मी र कता पनि मम्मी र चाहिँ यहाँ यसरी हिँड्दैछ अनि मन्दिर चाहिँ हामी आउँदा उहाँ माथि लाइन थियो अहिले त उहाँबाट लाइन छ राम्रो हजुर उहाँ तलसम्म रहेछ आज शनिबार हो नि त मान्छे धेरै हुन्छन् रे त्यही भएर गाइस आइयो रमाइलो भयो आज चाहिँ महिनाको पहिलो शनिबार बिदा भएर हाम्रो पनि आइदै भयो है यहाँ यस्तो माछा छ माछाबाट यस्तरी पानी आउँछ सानो ए हेर मान्छेको भिड हेर्नुहोस् त हामी त्यहाँबाट चढेको कि अहिले यत्रो भयो हामी चाहिँ भुगाएको भएर हामी चाहिँ हेर्नु कति ठुलो एकदमै भुगा हेर्नु कस्तो दामी अलिक मिठो पनि हो के भयो गाडीले खिचेर हामी चाहिँ फर्क्यौँ योबाट अब हामी चाहिँ नाति छ काम गरेर बस्थ्यौँ ल गाइस हामी चाहिँ बन्दीपुर आइपुग्यो
बस पार्क यहाँ तल रहेछ म्यादी प्रहरीहरू त्यही म्यादी प्रहरीहरू गाइज र हामी चाहिँ बन्दीपुर बजार आइपुग्यो अब बन्दीपुर घुमिन्छ खानासाना खाइन्छ अनि त्यसपछि चलिन्छ यति रहेछ त्यहाँ पार्किङ यस्तो छ बन्दीपुरको यस्तो राम्रो राम्रो खेलौनाहरू पाइँदो रहेछ है हेर्नुहोस् तपाईँहरूलाई घुम्न आउनु मन लाउनुहुन्छ भने बन्दीपुर आउन सक्नुहुनेछ हेर्नुहोस् त बाहिर बन्दीपुर बाउ छोडेको पाला छ माया बेटियो वाउ क्या दामी ब्युटिफुल गर्ल्स छोरो यस्तै छिन् कि आइभरि गाडीमा लिँदैन अब घुम्नेपछि उठ्छिन् यस्तो दामी दामीहरू छ अबे गाडी हेर्नुहोस् त वाउ क्या दामी दामी एकदम भोलि शिवरात्रिको लागि रेडी हुँदैछ बाउ छोरा छोरी चस्मा लाएर हिँड्दैछिन् भइछन् हेर्नुहोस् यहाँ चाहिँ यस्तो सजावट हुँदैछ ए यहाँ पो रहेछ ड्रेसहरू लगाएर बेलुनै जाँदा त आई लभ यु ए यस्तो हो क्या नेवार ड्रेस यही लाउन आएको मरेकै लाग्नु हामी फाइनली बन्दीपुर आएर यस्तो हेरेछन् हजुर यहीँ रमाइछन् यता यहाँ कोही ड्रेस लाउन गइरहेको छन् ए बेबी ड्रेस लाउनु गएछन् मोमोहरू ड्रेस लाउनु गएछन् बेबी यहाँ यस्तरी बसेको नि रमाइरहेछन् कहाँ बसेको दामी छ त गाइज बन्दीपुरको भिउ चाहिँ गाइज यहाँ चाहिँ अब नयाँ ड्रेस लाएर रेडी भएर निस्किसक्यो हाम्रो गाइजहरू चाहिँ त्यहाँ फोटोसुट चल्दैछ छोरोले दुःख दिन थालिछ अब यस्तो दामी छ बन्दीपुरको बजार चाहिँ वाउ यस्तो दामी यस्तो भिड छ आज फाइनली गाइज हामी चाहिँ ड्रेसहरू लगाइयो फोटोसोटो खिचेर त्यसपछि यस्तो दामी रमाइलो भयो सोचे हाम्रो टेन्सन रमाइलो भयो सबै सकेर हामी चाहिँ घर फर्किनु लागेकोमा चाहिँ अब हामी होटलमा गएर खाना खाएर अनि त्यसपछि चाहिँ फर्किन्छौँ है हेर्नुहोस् त एकदमै रमाइलो रहेछ ठाउँ मलाई चाहिँ के लाग्यो भने एकदम आनन्द लाग्यो यो ठाउँ चाहिँ एकदम मन पऱ्यो डिस्टर्ब नै कसैलाई कसैको मतलब नै एकदमै के कस्तो दामी लाग्यो है मलाई चाहिँ घुम्न गयो भने मध्येमा पहिलोचोटि मन परेको ठाउँ है त बन्दीपुर बाबा छोरा चाहिँ त्यहाँ त्यसरी हिँड्दै हुनुहुन्छ माथि चाहिँ त्यति मान्छे हुनुहुन्न तल चाहिँ फोटो ड्रेसहरू खिच्नु चाहिँ तल रहेछ नि त त्यही भएर तल मान्छेहरू हुनुहुन्छ हुन्छ अब हामी खाना ल्याएको